हेलो सधैँ आज चाहिँ हामी काफल खान आएको थियौँ होइन। यो जङ्गलमा आइसक्यौँ। यस्तो यस्तो जङ्गलमा यहाँ काफलै भेटिरहेनन्। काफल अलिकता थियो खाइयो, अरू माथि होला भनेर खान आएको। यहाँ त डर लागिरह जाने कसरी हो। यस्तो यस्तो जङ्गल छ। म एक्लै छु फेरि यहाँ दुई मिनट तल छौँ। यस्तो यस्तो जङ्गलमा पनि हेर त यहाँ माइ गड यस्तो यस्तो डराउनु ठाउँ छ। यहाँ एक्लै आउनु भनेको यमराजलाई बोलाउनु हो नि। फेरि यहाँ एक्लै नआउनु होला नि तपाईँ। यस्तो यस्तो जङ्गल चाहिँ माइ गड। लेट्स गो। हामी फेरि पनि जानेछौँ। काफल खोज्नेछौँ होइन। काफलको रुख चाहिँ छ, काफलको रुख हो। त्यही पनि हामीले खान पाएको छैन, केही छैन। हाइकिङ आइयो, ठिकै छ। यस्तो अब चाहिँ जानु पऱ्यो त्यतिकै माथि। एक्लै एक्लै आयो भने चाहिँ फेरि कसले जाम गरिदियो भने त अनि सक्यो। बिहे पनि भएको छैन नि फेरि। लेट्स गो। जङ्गल जङ्गल यो चाहिँ शान्ति स्तूप भन्ने ठाउँ हो चन्द्रगिरीको। चन्द्रगिरी नगरपालिका 9 मत्स्य गाउँको सिधा माथि डाँडामा। केही छैन क्या, यस्तो यस्तो जङ्गल छ। त्यही भएर अब सिधा गइहाल्ने हो। भर्खर आइरहन्, म तल आइसकेँ। अब यिनीहरूको थकाइ कस्तो लागिसक्यो होला। यस्तै छ। फेरि पारा यहाँ बाघले खाइदियो भने त फेरि त्यही भएर पनि म एक्लै माथि नगएको नि। फेरि आइहालेँ तल, डर लाग्छ नि फेरि। ओइ माथि बाघ छ। बाघ बाघ छ नि माथि। फेरि खाइदेला नि। बिहे पनि भएको छैन फेरि तेरो। जाऊ न भेटेर ह्यान्डसम छ नि। ह्यान्डसम छ क्या लास्टै एकदम यति ह्यान्डसम छ यार भन्नै नसक्ने। म नि ह्यान्डसम छु नि त। हाम्रो लेभल मिलिहाल्छ कि केही गर्दैन। ल म डराएर आएको क्या तल। म छु त दाइ हजुर। यस्तो यस्तो जङ्गलमा छ फेरि। अझ फेरि जाएर लेट्स गो। हामी फेरि जाने हामी फेरि जानेछौँ। हामी फेरि उठ्नेछौँ। चौड छ क्या, केही छैन माथि। ल गो। हाइकिङमा आयो जस्तो भइहाल्यो। त दाजु छन् पछाडि चाहिँ हो। फेरि झेला हाल्दैन नि मामाहरूले। झेला ल गाइड चाहिँ हामी चाहिँ